एसएसडब्ल्यू मा डिमान्ड नपाएर हैरान हुनुहुन्छ? अब इनलाइटन इन्टरनेशनल एजुकेसन बागबजारले ल्याएको छ एसएसडब्ल्यू को लागि 1 वर्षे विशेष कोर्स। यस कोर्स मार्फत तपाईले जापानको निम्न क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न सक्नुहुन्छ। फूड सर्भिस, फूड एन्ड बेभरेज म्यानुफ्याक्चरिङ, एकोमोडेसन एन्ड नर्सिङ केयर। कोर्स ड्युरेसन, यस कोर्सको अवधि चाहिँ 1 वर्ष रहनेछ। यो 1 वर्षको अवधिमा तपाईले आफूले छनौट गर्नुभएको स्किल्स अनुसार चाहिँ जापानको कम्पनीहरुमा चाहिँ इन्टरभ्यु दिने मौका पाउनुहुन्छ। इन्टरभ्युमा सिलेक्ट भइसक्नु भएपछि चाहिँ तपाईको स्टुडेन्ट भिजाबाट एसएसडब्ल्यू भिजामा चेन्ज हुने प्रोसेस चाहिँ स्टार्ट हुन्छ। यस 1 वर्षे कोर्सको फी चाहिँ 6,96,600 रहेको छ भने होस्टेल फी चाहिँ 2,16,600 रहेको छ। र सबैभन्दा राम्रो कुरा चाहिँ यो रकम चाहिँ तपाईहरुले 3 वटा इन्स्टलमेन्ट गरेर चाहिँ पे गर्न सक्नुहुनेछ। यस कोर्सका लागि कम्तिमा तपाईले +2 या सो सरहको शिक्षा पूरा गरेको हुनुपर्छ। इन्टरभ्युको समयमा तपाईको जापानिज ल्याङ्ग्वेज लेभल मुख्य नहुन सक्छ, तर जापान जानुभन्दा अगाडि तपाईले JLPT N4 वा JFT बेसिक चाहिँ अनिवार्य पास गर्नुपर्ने हुन्छ। यदि जापानिज ल्याङ्ग्वेज क्वालिफिकेसन नभएमा तपाईको COE प्रोसेसमा चाहिँ अप्ठ्यारो आउन सक्छ र COE क्यान्सल पनि हुने चान्सेस हुन्छ। यदि आवश्यक जापानिज ल्याङ्ग्वेज क्वालिफिकेसन पूरा नभएको खण्डमा हजुरको COE प्रोसेसमा प्रब्लम आउन सक्छ या त COE नै क्यान्सल हुने पनि सम्भावना हुन सक्छ। जापानबाट रिटर्न हुनु भएको र जापान अप्लाई गरिसकेर COE रिजेक्ट भएको स्टुडेन्टहरुले चाहिँ यो कोर्समा अप्लाई गर्न सक्नुहुन्न। यदि तपाई एसएसडब्ल्यू मा चेन्ज गर्दिन र एज अ स्टुडेन्टै पढ्छु भन्ने चाहनुहुन्छ भने पनि रेगुलर स्कुल फी तिरेर तपाईले एज अ स्टुडेन्ट युनिभर्सिटीमा पनि जान मिल्यो र एसएसडब्ल्यू मा त चेन्ज गर्न मिल्यो नि। मैले सबै कुरा भिडियोमा भनिराख्दा फेरि पनि यदि हजुरहरु यो कोर्सको लागि चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हजुरले हाम्रो WhatsApp, इन्स्टा, टिकटक वा हाम्रो फिजिकली हाम्रो अफिस भिजिट गरेर चाहिँ यो कुरा डिटेलली रूपमा पनि बुझ्न पनि सक्नुहुन्छ। मैले भिडियोमा सबै कुरा खुलाएकै छु, तर यस अवसरको बारेमा तपाईलाई डिटेलली रूपमा बुझ्न चाहनुहुन्छ भने हाम्रो WhatsApp, टिकटक, इन्स्टा या त हाम्रो अफिस भिजिट गरेर चाहिँ डिटेलली रूपमा बुझ्न सक्नुहुन्छ। अथवा तल दिएका हाम्रो हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस्।